हेलो सबैजना साथीहरु, हजुरहरुलाई मेरो युट्युब च्यानलमा स्वागत छ। म निकित हो र हजुरहरुले हेर्नु भइरहेछ एनके ब्लग्स। सो बेसिकली जो आजको ब्लग छ त्यो चाहिँ इन्ट्रो भिडियो हो। म आजको भिडियोमा हजुरहरुलाई मेरो नाम के हो, म कता बस्छु, के काम गर्छु र कुन प्रकारको भिडियोहरु हाल्छु भनेर म बताउन गइरहेको छु। तर त्यो बताउन भन्दा अगाडि म हजुरहरुसँग अनुरोध गर्दछु कि मेरो च्यानललाई सब्स्क्राइब गरिदिनुस् र भिडियोमा पहिलो चोटी आउनु भछ भने चाहिँ हजुरले लाइक शेयर र कमेन्ट गर्न नि नबिर्सिदिनुस् होला। सो हामीहरु अब समय बर्बाद नगरिकिन भिडियोलाई स्टार्ट गरौँ। सो जस्तो कि मैले भने कि मेरो नाम निकित हो र मेरो च्यानलको नाम एनके ब्लग्स हो। म चाहन्छु हजुरहरुले मलाई सपोर्ट गर्नुस् किनकि म अब आजदेखि आफ्नो युट्युब जर्नी स्टार्ट गरिरहेको छु। किनकि अब पहिल्यैदेखि म यो बनाउँछु भन्ने आँट त गरेको थिए, तर के भन्ने टाइम पाइरा थिएन, प्लस ल्याक अफ कन्फिडेन्स पनि थियो। क्यामेरामा जो छ यो मेरो फर्स्ट टाइम हो। आज अलिकति मुटो दरिलो बनाएर आएको छु म भिडियो बनाउनलाई। त मैले कुन प्रकारको भिडियोहरु बनाउँछु भन्दाखेरि चाहिँ म बताइदिरहेको छु। म चाहिँ क्रिएटर, कन्टेन्ट क्रिएटर, न्यू कन्टेन्टहरु जो हुन्छ त्यो क्रिएट गर्न प्रयास गर्छु। हजुरहरुको लागि राम्रो कन्टेन्ट लिएर आउने प्रयास गर्छु। म एक्सप्लोर गर्छु कुन ठाउँ हजुरहरुलाई घुम्नलाई राम्रो हुन्छ अथवा नराम्रो हुन्छ, त्यो सबहरु म हजुरहरुलाई बताउने गर्छु। अबाउट्स बाइक, कुन बाइक हजुरहरुको लागि राम्रो होला, टुरिङको लागि राम्रो होला, सिटीको लागि राम्रो होला, त त्यो सबहरु नि मैले हजुरलाई बताउँछु। प्लस मैले कम्पेरिजन बिट्विन टु डिफरेन्ट बाइक्स त्यस्तो पनि मैले भिडियो बनाउँछु। अनि मैले हजुरहरुलाई एक्सप्लोर गरेर देखाउँछु कि लाइफस्टाइल अफ इन्डिया, यो सब भिडियोहरु म हजुरहरुको सामने म लिएर आउँछु र म प्रस्तुत गर्छु। म आशा गर्छु कि हजुरहरुले मलाई सपोर्ट गर्नुहुन्छ होला भनेर म हजुरहरुको लागि राम्रो कन्टेन्ट्सहरु लिएर आउने प्रयास गर्छु र म राम्रो प्लेसेसहरु पनि म हजुरहरुको लागि खोजेर निकाल्छु। म हजुरहरुबाट अरु केही चाहन्दैन, हजुरहरुले खाली मलाई सपोर्ट गरिदिनुस्, मेरो च्यानललाई सब्स्क्राइब गरिदिनुस् र मेरो भिडियोलाई लाइक शेयर र कमेन्ट पनि गरिदिनुस् होला। सो अब इन्ट्रो भिडियो हो, धेरै लामो बनाएर नि काम त छैन। मलाई जे भन्न थियो मैले हजुरहरुलाई भनिसके। हजुरहरुले पनि बुझ्नु भयो होला। यदि बुझ्नु भछ भने चाहिँ हजुरहरुले पनि मलाई सपोर्ट गरिदिनुस् र मलाई मेरो च्यानललाई पनि प्लस मेरो च्यानललाई पनि चाँडो ग्रो गराउनलाई हजुरहरुले आफ्नो सहयोग देखाइदिनुस् होला। म आशा गर्दछु हजुरहरुले सहयोग गर्नु हुन्छ होला भनेर। ल आजको लागि यति नै हो। फेरि पनि म हजुरहरुको लागि एकदम राम्रो कन्टेन्ट लिएर आउँछु र राम्रो भिडियो बनाउने म प्रयास गर्छु।